भाउजू मलाई 1000 रुपियाँ दिनु न, चाहियो मलाई इमर्जेन्सी। कहाँबाट दिउँ म पैसा? भयो जति मोबाइलको किस्त तिरेर ल, अरू म कहाँबाट दिउँ? छैन नि मैले त्यो पैसा। घर पैसा माग्नु गाउँ डुलिकन आएर पैसा पाइँदैन कि काम गरेर पैसा पाइँदैन? घर आएछ पैसा माग्दा गाउँमा डुल्नु मात्र छ, घरकै पैसा फल्दान। हेर्न कस्तो दिमाग खराब भयो यार यो। क्या भयो अझ? हेर्न यार यो मोबाइल फुटेर कस्तो भयो यार, दिमाग खराब यार यो। 1500 ल्या त। कहाँबाट दिउँ म पैसा? 1500 हुनु पर्यो नि। अरे देन यार जसरी भए प्लिज, हेर्न कस्तो भएको छ यार। भोलि दिनभर ड्युटीमा कसरी म दिन काट्ला यार, देन। एक हालले त न राम्रो काम गरिल्नु, उभो उभो हुने काम केही गर्नु नि, उदय हुने मात्रै काम गर्दान। ल यति रुपियाँ उब्रिया। थ्याङ्क यू, म मोबाइल बनाएर आउँछु है। ए के भयो तँलाई? केही भएको छैन। तँलाई पैसा चाहियो भने ल पैसा ल। तँलाई जे समस्या पर्छ दाइलाई भनेस्, भाउजूसँग नभनेस्। भाउजूले भनेको कुराहरू केही पनि मनमा नलिएछौ है। दाइ मेरी जान है मेरा भाई तू